नमस्कार दर्शकबिन स्वागत छ तपाईलाई एसकेएम दर्पणको यो लाइभ प्रसारणमा। विशेष गरेर तपाईले एसकेएम दर्पणको यो फ्रेममा सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेमसिंह तामाङ कोलेजुलाई देख्न सक्नुहुन्छ, जो आज बर्दाङको यो एटीटीसी जो एडभान्स्ड टेक्निकल ट्रेनिङ सेन्टर जो एटीटीसी हामी भनेर भन्छौँ है, यस ठाउँमा यो एटीटीसी को 25 वर्षौं सिल्भर जुब्ली वर्षगाँठमा सम्माननीय मुख्यमन्त्री शैलेश विष्टको मुख्य अतिथिक रूपमा आउनुभएको छ भने यस एटीटीसी को परिसरमा उहाँलाई स्वागत गर्ने कार्यक्रम यहाँ चलिरहेको छ। हामी जानकारी गराउन चाहन्छौँ र यसरी शिक्षा मन्त्री श्री राजु बस्नेतज्यू अनि फर्स्ट पन्नामका विधायक श्री एलपी ताज्यू पनि मुख्यमन्त्रीज्यूलाई स्वागत गर्ने हेतु यहाँ खादामा लिएर बसिनु भएको छ भने भर्खरै मात्र शिक्षा मन्त्रीज्यूले मुख्यमन्त्रीज्यूलाई खादा अर्पण गरेर स्वागत गर्नुभयो भने यसै क्षेत्रका विधायक श्री एलपी ताज्यूले पनि उहाँलाई खादा चढाएर स्वागत गर्नुभयो भने भाग्य सचिवहरू जतिजना मान्यता गर्नुहुन्छ अनि सँगसँगै जति पनि एटीटीसीका जति पनि जो उच्च स्तरीय महानुभावहरू हुनुहुन्छ उहाँहरू सम्माननीय मुख्यमन्त्रीज्यूलाई स्वागत गरिएको हामी यो दृश्य तपाईँलाई देखाइराखेका छौँ। चिप्लिन्छ त्यहाँ आदिउरी भित्र जानुहोस्, आदिउरी उता साइडमा ल। यो चाहिँ हस्टेल छ।
सम्पूर्ण चाहियो त मात्र हो नि त एआई बेगर ओके यहाँ स्टुडेन्ट हो तपाईँ तपाईँको त पुरै युज आउने भयो त तपाईँ हर दर्शक पनि जानकारी गराउन चाहन्छ यो पहिला फ्लडले एउटा हस्टेल थियो यो हस्टेलको फेरि एकपल्ट यहाँ सम्मानित मुख्यमन्त्रीको करकमलद्वारा यो हस्टेललाई इनागुरेसन गरिएको छ जो जसको तपाईँलाई हामीले जानकारी गरायौँ अनि सँगसँगै टोटल भिजुअल्स हामी तपाईँको अगाडि प्रत्यक्ष रूपमा राख्यौँ जहाँ सम्मानित मुख्यमन्त्रीज्यू जुन लाई फोटो खिचाउने क्रममा अहिले हुनुहुन्छ भने हामी यो हस्टेलको केही यो भित्री भागको हामी अवलोकन तपाईँलाई गरिरहेका छौँ यसरी यो टिटिसीको यो हस्टेल एरिया जहाँ अति नै सुन्दर ढङ्गमा यो हस्टेललाई बनाइएको छ अति नै एउटा एडभान्स ट्रेनिङको हिसाबले गर्दा अति नै महत्त्वपूर्ण यहाँबाट जाने starting with this much, right? Already that is second product. Not as a loan, as a grant idea. और कसरे करने के लिए 3 लाख लेते हैं या जब हम नंबर लेते हैं 3 करोड़ तक कर देंगे वो तो बड़े बात है तो ना कमिंग बजट स्टार्ट Yeah, so I did some yes sir these are the access there that's not bad अब बड़ा awesome हम कुछ है अब आयो हम बड़ा बहुत फाइल के लिए देशा they are all spending money. धेरै जना छ अहिले त नोकरी गर्दैन उहाँले धेरै सफ्टवेयरतिर पुरा काम गरेछ होमतिर पनि त्यस्तै छ हामीले पढेको ल तपाईँ कहाँ सिङ्गापुर सबैजना लोकल आएर तपाईँ कहाँ These all successful. There is already food secret. किन चाहिँ मल्टिभर्स ओ यस 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 तपाईँले उसबाट दियो स्टेटमेन्ट अफ सिपिङबाट फाइन रिटर्न पनि हुँदैछ तपाईँ कहाँबाट सिङ्गापुर तपाईँ कहाँ सबजना सिङ्गापुर मार्केट चाहिँ क्याप्चर गर्नु छ डिजाइन गरेर प्रिन्ट गर्छ हुन्छ है यो प्रिन्ट गरेर यसको डिफेक्ट छ कि छैन भनेर दिस इज लाइक द फर्स्ट मोडल त्यहाँदेखि ठिक छ भने देन दे क्यान डु मास प्रोडक्सन डिजाइन गरेर उहाँहरू कस्टमाइज प्रोडक्सन गर्न सक्छ एनी डिजाइन एनी जस्ट टु प्लेस इन द ल्यापटप
मोडल बनाएँ त्यहाँदेखि दिज आर द मिसन्स होइन सुन्नुहोस् अन्त त्यसको लागि त्यो फर्मेट परेन फर्मेट हाम्रो पार्टीको त्यो मेसिनले फर्मेट गर्छ मेसिनमा हुन्छ है सबै तपाईँको स्क्यानिङ आजकल त्यो हड्डी हुन्छ नि हड्डी पनि बनाउँछ नि घर बनाउँछ दिस इज द यसमै बनाउँछ यो दिस इज द मेसेज यसको साइज हुन्छ सर दिस इज द स्मलर साइज यु क्यान गेट बिग साइज द्याट क्यान मेक हाउसेस अल्सो यसै प्लेन हुन्छ है यसलाई युज चाहिँ नानीहरू जस्तै स्टुडेन्टहरू इन्ट्रेस्ट सँगै कनेक्टेड गरेर उसलाई ट्रेस गर्ने कहाँ छ कहीँ पनि मिस भयो भने त्यस्तो छ होइन केही नभएर घडीमा लगाएको छ यस घडीमा लगाएको छ हामीले अस्ति जो साइन भन्छ sound को decibel or frequency doctor आम आदमी से
त्यसलाई पक्रेर पठाइदियो भनेको पक्रेर पनि ल्याएछ नै अब त्यो मेन पावर पनि हाम्रोमा छैन इन्ट्रेस्ट लिएन जस्तो पनि मैले उसले आएर जब 3 घन्टा उसले गर्यो मेरो काम उसलाई मैले 1 लाख रुपियाँ पैसा विदिन 3 आवर्स उसले 1 लाख कमाउनु भनेको सबै तपाईँको माइन्डलाई यु हेभ टु डाइभर्ट युर माइन्ड टु द अन्डर पेमेन्ट नट टु द सर्भिस तपाईँ चाहिँ मेन्टली प्रिपेयर हुनु पऱ्यो कि म चाहिँ नौकरी गर्ने स्टार्टिङमा तपाईँहरूलाई साह्रो पर्छ किनभने धेरै स्ट्रगल गर्नुपर्छ नौकरी भन्ने फ्यामिलीले त्यो अर्डर आउँछ टाइम लाग्छ है तपाईँको धेरै स्टेप छ तपाईँले जानु पऱ्यो डकुमेन्ट्स बनाउनु पऱ्यो त्यहाँबाट तपाईँ फाइनेन्समा जानु पऱ्यो त्यसमा छ गरेर हामीले के सोचेर मैले हामीले सघाउँदैछौँ म चाहिँ त्यसपछि ब्रान्डबाट कसैलाई च्याउ रोप्ने के गर्ने दोकान है तपाईँको फास्टफुडमा हेल्प गर्दै त्यसको आउटकम चाहिँ गर्दैन हो है गरेर ल बिस्तारै बिस्तारै पढ्दै जानु पऱ्यो नि all professional. Okay. के पढ्दैछ कम्प्युटर इन्जिनियरिङ मेकानिक है सिभिल पनि हुन्छ अलिक पछाडि अलिक पछाडि जानु यो सोशल वर्करमा बनाएको No, sir. Direct EICT from your place. My report now, right? Yes, no, I don't know, sir. Okay. यो साइड चाहिँ So, EICT cafe scheme, particular scheme, sir. These are
तपाईँलाई अति नै यो जुन चाहिँ अघि तपाईँले मैले एउटा इनोग्रेसनको त्यो पार्ट देखाएँ साँच्चै नै एडभान्स टेक्निकल ट्रेनिङ सेन्टरमा साँच्चै एडभान्स गतिको हुँदछ भने हामीले तपाईँलाई देखायौँ। सम्माननीय मुख्यमन्त्रीज्यूले जुन रुममा जानुभएको थियो, रुम जानु बित्तिकै अटोमेटिकली त्यस ठाउँमा यो फ्यानहरू ओपन भएको थियो, अटोमेटिक फ्यान स्टार्ट भएको थियो यो रुम। खोल्नुहोस् हस्टेल तपाईँ सलामको जाडोमा सक्छ नि टोइलेट रहेछ नि त है। So basically, you can go up to 4 rooms and so on. So it is garage, sir. Your son is behind. यो हाम्रो रिक्वेस्टमा चाहिँ एट्याच टोइलेट म इन्जिनियर साहबलाई रिक्वेस्ट गराएर किनभने टोइलेटसँग केही प्रब्लम हुन्छ त्यो आफ्नो टोइलेटहरू अब त्यो कन्ट्रोल चाहिन्छ हो हामीले एउटा यसरी हस्टेलहरूको यसरी सम्माननीय मुख्यमन्त्रीले सङ्कलन भएको छ। यो एउटा हस्टेल हो इनोग्रेसन सम्माननीय मुख्यमन्त्रीज्यू द्वारा दुईटा बिल्डिङको सम्माननीय मुख्यमन्त्रीज्यूको कर्कमद्वारा यहाँ इनोग्रेसन गऱ्यो भने अब भने जुन चाहिँ 25औं वर्षगाँठ सिल्भर जुब्ली एटिटिसी एडभान्स टेक्निकल बदाङ सिमताम आज सम्माननीय मुख्यमन्त्रीज्यू मुख्य अतिथि आउनु भएको नि दुईटा बिल्डिङको आज यस ठाउँमा सम्माननीय मुख्यमन्त्रीज्यूद्वारा इनोग्रेसन गरे ओपनिङ गरे जो हामी तपाईँलाई प्रत्यक्ष प्रसारण देखायौँ। अब भने दिनभरि कार्यक्रम छ, सकेसम्म तपाईँलाई हामी लाइभ प्रसारण लिएर आउनेछौँ। तपाईँहरूलाई हामी सम्पूर्ण कार्यक्रम तपाईँ अगाडि पस्किनेछौँ। हामीसँग दिनभरि नै जोडिनुहोस् होला भन्ने हामी तपाईँलाई आग्रह गर्न चाहन्छौँ। अब भने सम्माननीय मुख्यमन्त्रीज्यूलाई यस ठाउँमा स्कुलद्वारा उहाँलाई स्वागत गर्ने कार्यक्रम रहेको हामी जानकारी गर्न चाहन्छौँ। तपाईँ त अलिक यता बोलाएको हो नि तपाईँले के सरी आइदिनुहुन्छ होइन तपाईँले म्याडम अलिक मलाई यता बोलाइदियो भने यहाँ छैन यता बोल्छ भने टाढो राख्छौँ टाढो गयो नि अनि ब्याग अगाडि निरज सर अगाडि गर्नुभयो भने सर यहाँ हुन्छ नि
our chief guest. सेल्फी पोइन्ट फोटो पोइन्ट बनाएका छ सम्माननीय मुख्यमन्त्रीजीले त्यस ठाउँमा यो 25 वर्ष पुगेको यो शिवजयन्ती घाटमा We welcome Shri P.S. Thakur, Honorable Chief Minister of Sikkim, who has kindly graced us with his presence as chief guest for our Silver Jubilee celebration. Please join me in welcoming our chief guest with ATTC clap, offering our warmest welcome to ATTC. केही समय फेरि तपाईँहरू सम्पूर्णको माझमा लाइभ प्रसारण लिएर आउनेछु तसर्थ तपाईँहरू हाम्रो पेजसँग जोडेर बस्नुहोस् भन्ने हामी तपाईँलाई आग्रह गर्न चाहन्छु। केही क्षणमा कार्यक्रम सञ्चालन भएपछि हामी तपाईँलाई सम्पूर्ण कार्यक्रम तपाईँलाई लाइभ लिएर आउनेछ। त्यति जेलको लागि हेर्दै गर्नुहोस् एसकेएम